डाटा प्याक लिएर इन्टरनेट चलाउँदै थिएँ। कति बेला मेन ब्यालेन्सै सकिएछ थाहा नै भएन। के हजुरलाई पनि यस्तो भएको छ? यदि हो भने अबदेखि चाहिँ यस्तो हुने छैन। हजुर, नेपाल टेलिकमले हजुरको डाटा प्याक सकिसकेपछि पैसा नकाट्ने गरी सेटिङ मिलाउन सक्ने सिस्टम ल्याएको छ, सर्भिस ल्याएको छ। र यसको लागि हजुरले हाम्रो माननीय गृहमन्त्री सुदन गुरुङजीलाई धन्यवाद गर्नै पर्छ। अब यो कसरी गर्न सकिन्छ त बुझ्न चाहनुहुन्छ भने भिडियोलाई अन्त्यसम्म हेर्नुहोला है त। अब यो सेवा चाहिँ सुचारू गर्नलाई सर्वप्रथम हजुर आफ्नो डायल प्याडमा आउनुपर्ने हुन्छ। आफ्नो डायल प्याडमा आउनुहोला र *444# प्रेस गरी एनटिसीले डायल गर्नुहोला। यति गरिसके पश्चात हजुरलाई यहाँ विभिन्न अप्सनहरू देखाइनेछ। 1 नम्बरमा एक्टिभेट 4G, 2 नम्बरमा एक्टिभेट VoLTE, 3 नम्बरमा डिएक्टिभेट VoLTE र 4 नम्बरमा इनेबल अथवा डिसेबल भनेर देखाइरहेको छ। यसमा 4 नम्बर चुज गरी सेन्ड गर्नुहोला र 4 नम्बर चुज गरेर सेन्ड गरिसके पश्चात यहाँ 3 वटा अप्सन रहेका छन्। अब यो पे एज यु गो को अप्सन इनेबल छ कि डिसेबल छ कि भनेर हजुरले स्ट्याटस पनि चेक गर्न सक्नुहुन्छ। म सुरुमा हजुरलाई स्ट्याटस चेक गरेर देखाइदिन्छु। यसको लागि स्ट्याटस चेक गर्न 3 टाइप गरी हामी सेन्ड गर्छौँ र पे एज यु गो यो सिस्टम चाहिँ मेरोमा अहिले एक्टिभेटेड रहेको छ, इनेबल रहेको छ भनेको डाटा प्याक बिनै मैले नेट चलाएँ भने अथवा डाटा प्याक सकिसकेपछि चाहिँ मेरो पैसा स्वतः रूपमा काटिनेछ। अब यसलाई डिएक्टिभेट गर्नलाई चाहिँ हजुरले अघि देखाए जस्तै *444# प्रेस गरी डायल गरौँ र 4 नम्बरको अप्सन चुज गरौँ। 4 टाइप गरेर 4 टाइप गरेर सेन्ड गरौँ। सेन्ड गरिसके पश्चात अब डिसेबलको लागि 1 नम्बर लेखी सेन्ड गरौँ र यति गरिसके पश्चात पे योर पेजी डाटा सर्भिस डिसेबल्ड भनेर यहाँ देखाइसकेको छ। र अब मैले डाटा प्याक खरिद गरेर इन्टरनेट चलाइरहँदाखेरि चाहिँ मेरो डाटा सकिसकेपछि स्वतः रूपमा पैसा काटिने छैन। र यो डिसेबल भएको पनि म हजुरलाई स्ट्याटस देखाइदिन चाहन्छु। *444# कल गरौँ एनटिसीबाट, फेरि 4 नम्बर टाइप गरी सेन्ड गरौँ र अब 3 नम्बर टाइप गरी स्ट्याटस हेरौँ र यहाँ स्ट्याटस डिसेबल्ड भनेर हेर्न सक्नुहुन्छ। र अब यो सेवा सुविधा चाहिँ हजुरलाई कस्तो लाग्यो? यो निर्णय चाहिँ साँच्चै नै स्वागत योग्य छ कि के कस्तो छ? हजुरको आफ्नो विचार कमेन्ट बक्समा राख्नुहोला। भिडियो मन पर्यो भने भिडियोलाई पक्कै पनि लाइक गर्नुहोला र यो भिडियो चाहिँ अरू साथीहरूसँग पनि सेयर गरिदिनुहोला ताकि उहाँहरूको पनि पैसा नकाटियोस्। हस् त, नमस्ते।